दाजुभाइ दिदीबहिनीहरूको निम्ति जतिजना बिमारी अवस्थामा हुनुहुन्छ यसै घडी तपाईले पवित्र हातले छुनुहोस् प्रभु। चङ्गाईको घोषणा गर्दछु प्रभु, तपाईले निको पार्नुहोस् प्रभु। त्यो मेडिसिनहरूद्वारा पनि प्रभु तपाईले काम गर्नुभएको होस् प्रभु। जतिजनाले तपाईलाई पाउन सकेको छैन प्रभु, साँच्चै नै प्रभु उहाँहरूको हृदयमा क्रिस जन्मिन सकेको होस् प्रभु। प्रार्थनाको निम्ति यो समय जुटाउनु भयो प्रभु, तपाईलाई धन्यवाद छ प्रभु। तपाईँ महान परमेश्वर हुनुहुन्छ प्रभु। पानीहरूबाट आउने प्रभु, बाढी पहिरोहरूबाट प्रभु, विभिन्न त्यो दुर्गम ठाउँहरूमा प्रभु साँच्चै नै प्रभु तपाईले दया गर्नुभएको प्रभु। कुनै पनि हानि नोक्सानी नभएको सबैलाई तपाईले सुरक्षा दिनुभएको प्रभु। सबै कुरा तपाईको हातमा राख्दै आशीष स्वर्गमा माग्छु येशू प्रभुको नाममा, आमेन।